स्वतन्त्रता। पङ्ख फिजाई आकाशमा उड्न मन छ भन्छन्। उडिरहेका ती चराहरूलाई हेर, कसैको अधीनमा त छैनन् सायद, तर बास बस्न गुण लगाई खानै भौतारी हिँड्छन्। खोला बनेर बग्न मन छ भन्छन्। बगरे बगर किनार रोज्दै हिँडेका पानीलाई हेर, बाटो खोज्नै नपर्दा पनि उछल्लिएर डुबाई पो जान्छन्। तिमीलाई सिर ठाडो पारेर हिँड्न मन भए टाउको झुकाइदिने डर के हो? निडर भई तिमीलाई साहस जुटाउनु भए तिम्रो आत्माको किल्ला फुकाउने भर के हो? हरेक निर्णयको मूलमा कसैको स्वीकृति खोजिरहेछौ? आफ्नै अस्तित्वको नाममा तिमी किन फसिरहेछौ? तिमीलाई प्रश्न गर्न मन छ, रुन मन छ, चिच्याउन मन छ, मौन बस्न मन छ, बस। तर त्यो तिमीले रोजेको मौनता होस्, कसैले थोपेको होइन। के हो त स्वतन्त्रता? केवल भौतिक जन्जिर टुटाउनु हो, या आफ्नै चुप्पीमा बाँधिएका डोरी फुकाउनु हो? कि कसैको अधीन नरहनु हो, या समाजले बनाएको देखावटी सिद्धान्त मेटाउनु हो? जब तिमी आफैसँग साक्षात्कार गर्छौ, हुन्छ भन्दा अगाडि चाहन्छु भन्न थाल्छौ, उड्नुभन्दा अगाडि उभिन्छौ, मौनताभित्र लुकेको आवाज चिच्चाएर बोल्छौ, तब स्वतन्त्रताले मिठो सुबास छरिदिन्छन्। टिक्न सकिने पर्खाल बनाई, न डगमगाई बाँच्न सिकाइदिन्छन्।